एकजना क्लाइन्टले मेरो त महिनामा 30 लाख रुपियाँ डुब्यो, सर कुनै उपाय छ त्यो पैसा निकाल्ने भनेर गुनासो लिएर एकजना क्लाइन्ट आउनुभएको थियो। अब यो महिनाको पैसा चाहिँ कसरी डुब्छ भनेर तपाईँ पनि यसको सावधानी अपनाउन चाहनुहुन्छ भने तपाईँले महिना गर्दै गर्दा सरकारले भनेकै छ 10 लाखभन्दा माथिको कारोबार गर्ने बित्तिकै वडाबाट प्रमाणित गर्नु भनेको छ। तपाईँले गरेको कागजात वडाबाट प्रमाणित गराउनुहोस्। अर्को भनेको चेकबाट कारोबार गर्नुहोस्, जसले गर्दा तपाईँको अकाउन्टबाट अर्कोको अकाउन्टमा गएको स्वतः देखिन्छ। यो दुईटा कुरो अपनाउनु भयो भने तपाईँको महिना पक्कै पनि डुब्दैन। अब उहाँको महिना चाहिँ कसरी डुबेको थियो भने कथा सुन्नु होला। यो चाहिँ कस्तो भएको भने कतिपय हामीलाई क्लाइन्टहरूले फोन गर्नुहुन्छ क्या, मलाई म 2 करोड रुपियाँ मात्रै हाल्छु, जनामा बनेको घर चाहियो, त्यो पनि नयाँ चाहियो भन्नुहुन्छ क्या। हो, अब तपाईँ सोध्नुहोस् 5 जना जग्गै आउँदैन 2 करोडमा, महँगाई त्यति बढिसक्यो, त्यो पनि नजिक चाहियो भन्नुहुन्छ, त्यसमाथि नयाँ घर चाहियो भन्नुहुन्छ। अब 5 जनाको घरको 4 करोड 5 करोड पर्ने घरहरू 2 करोडमा खोज्नु भएपछि हो यस्तै खोज्न जाने चक्करमा उहाँ फस्नु भएको हो। उहाँले कुनै ब्रोकर मार्फत उहाँलाई चाहिँ सस्तो चाहिएको थियो, धेरै जग्गा चाहिएको थियो, पैसा थोरै चाहिएको थियो। अब त्यो खोज्नु स्वाभाविक हो। फेरि त्यो उहाँको ठाउँमा म भए म पनि खोज्थेँ, तर कति हदसम्म भन्ने कुरा हुन्छ हैन। जस्तै 3 आनामा बनेको घर 3 करोड पर्छ भने मैले 2.5 करोडमा खोज्नु स्वाभाविक हो। बार्गेनिङ गर्न पाइन्छ हैन। कहिलेकाहीँ अर्जेन्ट परेर सेलमा आएको प्रपर्टीहरू त्यो 2.25मा पनि आउन सक्ला, तर अब आधी दाममा खोज्दाखेरि के हुन्छ भने यस्तै हुन्छ। अब उहाँले धेरै लोभमा फस्नुभयो, घर उहाँलाई नयाँ देखाइयो, जग्गा पनि धेरै देखाइयो, उहाँको भनेअनुसारै, फेरि मैले भनेको होइन, जग्गा धेरै देखायो, घर राम्रो देखायो, लोकेसन पनि एकदम प्राइम लोकेसनमा, ल भनेर त्यो जोसमा उहाँले चाहिँ पैसा खर्लक्कै महिना फालिदिनु भयो। कागज पनि गर्नु भएन, अब 2-4 दिनमा पासै गर्ने भनिदिएपछि मक्क पर्नुभयो। पछि पास गर्न जाँदा उहाँलाई डकुमेन्ट सहित चाहिँ पुरानो थोत्रो घरको डकुमेन्ट लिएर पास गर्न गएको रहेछ। धन्न उहाँलाई चाहिँ त्यो वडा नम्बर चाहिँ उहाँले याद गराइरहेछ, त्यो ठाउँमा चाहिँ कति नम्बर वडा छ भन्ने थाहा गरे याद गराइरहेछ। पास गर्ने बेलामा पेपरमा चाहिँ वडा फरक परेपछि अनि उहाँलाई शङ्का लागेको छ, यो घर त होइन त, यो घर कुन चाहिँ हो, यो त मैले यो यति नम्बर वडामा त मैले घर हेरेकै छैन भनेपछि चाहिँ त्यो ब्रोकर उठेर हिँड्दैछ, जग्गा धनी पनि उठेर हिँड्दैछ। पछि सम्पर्क गर्दा मोबाइल लाग्यो नि के भनेर मका गुनासो गर्न आउनु भएको थियो। अब त्यसो कुनै उपाय हामीले अब कसलाई के उपाय पो दिने होला हैन। आफ्नो सावधानी आफूले नअपनाउने अनि गल्ती भइसकेपछि पस्ताएर पनि के गर्नु। त्यसैले पछि पस्ताउनु भन्दा